अचम्म लाग्न सक्छ, तर जम्मा 10,244वटा आवेदनहरू परेका थिए र यो ठूलो प्रतिस्पर्धाबाट छाँटिँदै ठ्याक्कै 1,301वटा परियोजनाहरू मात्र प्रारम्भिक सूचीमा पर्न सफल भएका छन्। सोच्नुस् त, जसको नाम यो सूचीमा छ नि, उहाँहरूले पहिलो र निकै महत्त्वपूर्ण खुड्किलो पार गरिसक्नु भएको छ। प्रारम्भिक सूची र आगामी कदम। यदि तपाईको वा तपाईले चिनेको कसैको नाम यो सूचीमा छ भने अब बिल्कुलै समय खेर फाल्नु हुँदैन है। तुरन्तै यी 3वटा काम गरिहाल्नुहोस्। पहिलो, मोबाइलमा आएको एसएमएस लिङ्कमा क्लिक गर्ने। दोस्रो, त्यहाँ रहेको परियोजना विवरण फर्म डाउनलोड गरेर मज्जाले भर्ने। र तेस्रो, भरिएको फर्म आउँदो वैशाख 23 गतेभित्र WhatsApp मार्फत पठाइसक्ने। यो एकदमै टाइम सेन्सिटिभ कुरा हो। एउटा कुरामा चाहिँ एकदमै प्रष्ट हुनुहोला, यहाँ कुनै एक्सक्युज चल्नेवाला छैन। यदि तोकिएको वैशाख 23 गतेको समयसीमाभित्र आवश्यक विवरणहरू पठाइएन भनी प्रस्ताव स्वतः अमान्य हुनेछ। अर्थात् यत्रो मेहनत गरेर सूचीमा परे पनि सिधै प्रक्रियाबाट बाहिरिनु पर्नेछ। त्यसैले यो डेडलाइन चाहिँ नभुल्नुहोला। अब तपाईहरूलाई लाग्न सक्छ, यस वर्ष नियमहरू यति धेरै कडा किन बनाइयो त? यसको कारण अलि रोचक छ। विगतका वर्षहरूमा केही प्रस्तावकहरूले कर्जा पाउनकै लागि नक्कली वा बनावटी भिडियोहरू पेश गरेको पाइयो। अचम्म छ नि, होइन? हो, यही कुरालाई रोक्न यसपटक सरकारले पालिकाहरू मार्फत भौतिक अवस्था जाँच्न स्थलगत निरीक्षणकै नयाँ नियम ल्याएको छ। स्टार्टअपको योग्यता र मापदण्ड। खासमा कस्ता व्यवसायले यो कर्जा पाउँछन् त? एकदम सिम्पल छ। पहिलो कुरा, व्यवसाय दर्ता भएको 10 वर्ष नागेको हुनु भएन। दोस्रो, वार्षिक कारोबार कुनै पनि वर्ष 15 करोड रुपियाँभन्दा बढी हुनु भएन। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कुनै पुरानो व्यवसाय फुटेर वा गाभिएर बनेको हुनु हुँदैन। प्रविधिको एकदमै नयाँ प्रयोग गर्ने र भविष्यमा राम्रो ग्रोथ वा वृद्धि हुने सम्भावना बोकेको पूर्ण रूपमा नयाँ उद्यम हुनुपर्छ। र राम्रो कुरा के छ भने, यो कार्यक्रमले अर्थतन्त्रका लगभग सबैजसो मुख्य क्षेत्रलाई समेटेको छ। चाहे त्यो कृषि तथा पशुपन्छी होस् वा पर्यटन, सूचना प्रविधिदेखि मानव स्वास्थ्य, शिक्षा, अटोमोबाइल, परम्परागत प्रविधि र उत्पादन जस्ता विभिन्न क्षेत्रका नवीन प्रस्तावहरू यसमा पर्दछन्। स्कोप एकदमै फराकिलो छ। कर्जाको सीमा। यस वर्षको सबैभन्दा ठूलो परिवर्तन नै यहीँनिर छ। विगतमा न्यूनतम 5 लाखदेखि अधिकतम 25 लाख रुपियाँसम्म पाइने कर्जालाई यसपटक चाहिँ कडाइका साथ 20 लाखमा सीमित गरिएको छ। अर्थात् अब अधिकतम कर्जा 20 लाख मात्र हुनेछ। अब सुन्दाखेरि व्यक्तिगत कर्जाको अधिकतम सीमा घट्यो जस्तो लाग्छ नि, तर वास्तवमा कार्यक्रमको कुल बजेट भने उल्लेख्य रूपमा बढेको छ। खर्च नहुने अरू शीर्षकबाट रकम तानेर अहिले वितरण हुने कुल रकम 1,26 करोड रुपियाँ पुर्याइएको छ। यसको सिधा अर्थ के हो भने, एउटैलाई धेरै दिनुभन्दा थोरै दिएर भए पनि धेरैभन्दा धेरै नयाँ उद्यमीहरूलाई समेट्ने सरकारको राम्रो प्रयास यहाँ देखिन्छ। मूल्याङ्कन तथा छनौट प्रक्रिया। अन्तिम नतिजा कसरी निस्किन्छ त? यो मुख्यतया 2वटा कुरामा भर पर्छ। पहिलो भनेको, मूल्याङ्कन समितिले तपाईको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतिकरण र प्रश्नोत्तर हेरेर दिने अङ्क। अनि दोस्रो चाहिँ सम्बन्धित ब्याङ्कबाट हुने औपचारिक क्रेडिट अप्रेजल अर्थात् कर्जा मूल्याङ्कनबाट प्राप्त अङ्क। यी दुवैको औसत अङ्कभारलाई मिलाएर मात्रै अन्तिम नतिजा तयार हुन्छ। प्रक्रिया एकदमै वैज्ञानिक छ। तर एउटा कडा शर्त यहाँ पनि छ। अन्तिम सिफारिस सूचीमा पर्नको लागि कुनै पनि प्रस्तावले कुल उपलब्ध अङ्कभारको कम्तीमा 50% न्यूनतम अङ्क त ल्याउनै पर्छ। यो एउटा यस्तो कडा फिल्टर हो नि, जसले साँच्चीकै उत्कृष्ट आइडियालाई मात्र अगाडि बढाउने सुनिश्चित गर्छ। यो सबै कुरा कतिको काम लाग्छ त भनेर बुझ्न गत आर्थिक वर्षको तथ्याङ्क हेरौँ न। गत वर्ष विनियोजित 1 अर्ब रुपियाँ मध्ये झण्डै 88 करोड 66 लाख रुपियाँ त सफलताका साथ 600 जना उद्यमीहरूलाई प्रवाह नै गरिएको थियो। यसले के देखाउँछ भने, यो कर्जा केवल कागजी योजना मात्रै होइन, वास्तविक उद्यमीहरूसम्मै स्रोत पुर्याउने एउटा सक्रिय र लाइभ कार्यक्रम हो। यो सम्पूर्ण प्रक्रियाको विश्लेषण गरिसकेपछि अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्न हाम्रो मनमा उब्जिन्छ। नक्कली काम रोक्न ल्याइएको यो स्थलगत निरीक्षण र वैशाख 23 को कडा समयसीमा जस्ता एकदमै कडा प्रमाणीकरण प्रक्रियाले कि साँच्चै नै नेपालका वास्तविक र उच्च सम्भावना भएका नवप्रवर्तकहरूलाई पहिचान गर्न सफल होला त? कि हामीले खोजेको स्टार्टअप क्रान्ति यसैबाट सुरु होला
यो हेर्न साँच्चीकै रोचक हुनेछ।